हेलो एन्ड नमस्ते गाइस, स्वागत छ सबैजनालाई मेरो अर्को मिनी ब्लगमा। अनि आज चाहिँ मैले बुढाको कोट सिलाउन जाँदादेखि मिनी ब्लग स्टार्ट गरेको। अनि मलाई चाहिँ यो केटीमा चाहिँ म मात्र केटीहरूलाई पनि हो गाइस, कति अलि राम्रो लाइट चौकिलो र यस्तो मिरर त देख्नै नहुने के, अलिकति फेसन अलिकति कपाल सपाल मिलाएर भिडियो बनाउन मन लागिहाल्ने। अनि म चाहिँ थकित पारामा आएपछि चाहिँ सानी आउनु भएको थियो। एकछिन सानीलाई जिस्काएँ, हाई भन्नु भनेको के छ अरे। अनि फेरि सानी सन्चै हुनुहुन्छ भनेको, अनि ठिक छु रे। मैले सन्चै हुनुहुन्छ भनेर सोध्नु भनेको ठिक छु रे। अनि यता चाहिँ मेरो बेरोजगारी साथीलाई देख्न सक्नुहुन्छ। उसलाई चाहिँ हेलो भन भनेको हेलो भन भन्छ, सन्चै छौ भनेको सन्चै छु रे। अनि नाच न भनेको त तिमीले भनेको किन मान्ने, मेरो दिमाग छैन भन्दैछु। त्यसले चाहिँ गाइज मैले चाहिँ त्यसलाई जिस्काउँदैछु, तिम्रो दिमाग छैन कि मेरो दिमाग भनेर। बट उसको चाहिँ खासै दिमाग छैन। अनि मैले चाहिँ उसको दिमाग छैन भनिदिइरहेको छु। सानी त हाँसिरहनु भएको छ। एलेक्सलाई चाहिँ देख्न सक्नुहुन्छ, मम्मीले चाहिँ गाइज 2000 को क्रिम बोकेर आउनु भएको छ, देख्न सक्नुहुन्छ। हाम्रो मम्मीको यति बुढेसकालमा पनि यति राम्रो हुनुको रहस्य के होला त? रजनी मम्मी आखिर किन यति धेरै ब्युटिफुल हुनुहुन्छ त? तपाईँहरू जान्न चाहनुहुन्छ? यदि जान्न चाहनुहुन्छ भने देख्न सक्नुहुन्छ मम्मीको रहस्य कस्तो छ भनेर गाइज। अनि म चाहिँ हत्ता नपत्ता खोल्नतिर लागिहालेँ। अनि एलेक्सलाई चाहिँ देख्न सक्नुहुन्छ, एलेक्स चाहिँ मम्मीसँगै जानुभएको थियो नि त लिनको लागि। अनि त्यही भएर उहाँले चाहिँ मलाई खोलेर देखाउँदै हुनुहुन्छ के ल्याएको भनेर। अनि यो चाहिँ मोइस्चराइजर, मेरो एकचोटि फेस कस्तो भएको थियो तपाईँहरूले देख्नुभयो होला। त्यहाँबाट चाहिँ म सचेत भएको छु कि गाइज लाउनुपर्छ भनेर। भिडियोलाई सुरु गर्नुभन्दा अगाडि